कस्तो भयो त मिलाउँदा फेरि कस्तो भयो त मेरो नि कसैले मिलाइदियो मेरो नि कसैले जस्तो रे चाँडै आउँछ अब कहिले हो दाइको चाहिँ 1 वर्षपछि अहिले तर यो वर्षभित्रमा हुन्छ चान्सेस बेसी छ हाई चान्सेस होइन कतिको एक्साइटेड हुनुहुन्छ कसरी एक्सप्लेन गर्ने होइन धेरै एक्साइटेड छु Let them be waiting be fruitful and joyful and wonderful, Father God. Thank you, Lord Jesus. We bless your name. Maldives parents, all the participants, Lord bless them. महान जीवित दयालु परमेश्वर बाबा म यो समय तपाईलाई धन्यवाद दिन चाहन्छु तपाई परमेश्वर हाम्रो निम्ति कति दया र वास्तविकले गर्नुहुन्छ तपाई प्रभुलाई धन्यवाद होस् सृष्टिको आरम्भदेखि नै आदम र हव्वालाई जुन विवाहको प्रक्रियामा तपाईले जोड्नुभयो तपाई परमेश्वरले मण्डलीलाई एउटा आज्ञा दिनुभएको छ आज साँच्चै नै त्यही कुरालाई पूरा गर्नको लागि तपाईको छोरा सुशील र मालती छोरीको बीचमा जुन पवित्र विवाह सम्पन्न गराउनको लागि र दुवै पक्ष आज तयारीको साथ हामी खडा छौँ प्रभु र हामी केटा पक्षबाट यस ठाउँबाट हामी दुलहीको घरसम्म मण्डलीसम्म हामी अहिले यात्रामा जानेछौँ तपाई परमेश्वरको सुरक्षा हामी माथि राखिदिनुहोस् प्रभु र आजको जुन पवित्र विवाह कार्यलाई प्रभु हामी सुरुदेखि अन्तिमसम्म तपाईको चरणमा हामी राख्दछौँ हामी यहाँबाट त्यहाँ पुग्नेछौँ त्यहाँबाट फेरि विवाह सम्पन्न भएर फर्केर फेरि यहाँ घर नआइपुगुन्जेल तपाईको हजारौं लाखौं स्वर्गदूतहरू अघि पछि दायाँ बायाँ सुरक्षाको निम्ति खटाउनुहोस् र यो विवाहलाई असल प्रकारले सम्पन्न गराउनको लागि ओ प्रभु त्यहाँ करार बाँध्नुहुने पास्टरहरू अनि साथै विवाह दिनुहुने ओ प्रभु अनि विवाहको म्यासेजहरू दिनुहुने ओ प्रभु अनि पास्टरहरूलाई पनि म तपाईको हातमा समर्पण गर्दछु प्रभु र आज यस ठाउँबाट हामी जतिजना यो गाडी यात्रामा बाइक यात्रामा साइकल यात्रामा अटो यात्रामा हामी जाँदैछौँ तपाई परमेश्वरको शान्ति तपाईको सुरक्षा हामी सबै माथि राखिदिनुहोस् आज दिनभरिको सेवालाई प्रभु सुरुदेखि अन्तिमसम्म प्रभु तपाई परमेश्वर भइकन यो सेवा यो विवाहको सेवालाई सम्पन्न गराउनु हुनेछ भने आशा र भरोसा लिएर प्रभु आजको यो बिहानीको सुन्दर यो समयको यो प्रार्थनालाई प्रभु तपाईको हातमा राख्दै आशिष माग्दछु पवित्र उच्च येशूको नाममा हामी अब चाहिँ पहिला हाम्रो के अरे हामी यहाँ पहिले किस्ती बोक्नेहरू अगाडि अगाडि हिँड्नुहुनेछ अनि त्यसपछि हाम्रो सुशील बाबु पछि अनि त्यसपछि हाम्रो जन्तीको गाडी के भन्छ हाम्रो बेहुलाको बेहुली आउने बाँकी छ बेहुलाको गाडी अगाडि हुनेछ त्यसपछि रातो गाडी त्यसपछि बाइकहरू त्यसपछि मिनी बसहरू हामी एकदम लामबद्ध प्रकारले एकदम व्यवस्थित प्रकारले अनुशासित प्रकारले हामी जानेछौँ
मामा माइजू खोइ त मामाहरू यहाँ एक्साइटेड भइरहेछ ओभर एक्साइटेड हो मामा हजुर अनि सबैले एकदमै खुसी कभर गरेर उता मम्मी हुनुहुन्छ मम्मीलाई मम्मीलाई केही भन्नु छ एकदम खुसी है लाग्छ माथिको दाजुभाइ नयाँ बुहारी ल्याउँदैछ खुसी भएको छ सबैले बोल्न आउँदैन दुःख गर्न सक्दैन हो अब सामानको फेरि सबैले धोका दिदीलाई के भन्नु छ दिदीलाई केही भन्नु छ एकदम खुसी एक्साइटेड एक्साइटेड हो भाइलाई भन्न चाहन्छु जन्ती आयो नि बहिनी कस्तो फिल भइरहेछ दुला हेर्न आत्तुर
अहिले भान्दा पछि विवाह कस्तो हुँदैछ एकदम राम्रो अनि एकदम एक्साइटेड धेरै नै छ लेट्स सी
माननीय पुजारीसँग अनि उपस्थित सबैसँग तपाईँ हुनुभएको छ। आजको यो पवित्र विवाह अति नै आदरणीय भएको होस्। तपाईँलाई धन्यवाद दिन्छ येशू प्रभु। हामी सबैजना उहाँको पर्खाइमा छौँ। भजन गीत गाउँदा गाउँदै अनि उहाँ हाम्रो बाटोमा आउँदा हुनुहुन्छ। कृपया सबैले जोडदार ताली एकछिन उभिएर नै बसेछौँ।
वचन खण्डले तपाईँ र मलाई के भन्दै हुनुहुन्छ भने आज हामी जस्तो सुकै अवस्थामा पनि जस्तो सुकै परिस्थितिमा पनि परमेश्वरप्रति धन्यवादी हुनु आवश्यक छ। आज हामी संसारमा हेर्यौँ भने आज धेरै जसो मानिसहरूले यो दिनलाई देख्ने इच्छा गर्दा गर्दै पनि उहाँहरूले यो दिनलाई देख्न सकिरहनु भएको छैन। आज मानिसहरू जीवन र मृत्युसँग लडिराखिरहनु भएको छ। तर परमेश्वरको अनुग्रहद्वारा परमेश्वरको कृपाद्वारा तपाईँ र मैले चाहिँ यो असल दिन यो सुन्दर दिन उहाँको महिमा गर्नको निम्ति उहाँको आराधना गर्नको निम्ति उहाँले हामीलाई एकसाथ भेला गर्नुभएको छ। आमेन। जसले आदिमा आकाश र पृथ्वी सृष्टि गर्नुभयो
सृष्टि गर्नुभएका हरेक थोकहरूमध्ये सर्वश्रेष्ठ र चेतनशील प्राणीको रूपमा हामी मानव जातिलाई बनाउनु भयो। सासुले परमेश्वरको वचन उपदेश 11:5 भन्दछ, जसरी तिमीले हावाको चाल कतातिर पुग्छ र आमाको गर्भमा शरीर कसरी बढिन्छ भनेर जान्दैनौ, त्यसरी नै सबै थोक बनाउनुले परमेश्वरको हातको कामलाई हामी बुझ्न सक्दैनौँ। तपाईँ हाम्रो असल कुमारी हुनुहुन्छ। जसरी एउटा कुमारीले आफूले चाहे अनुसारको भाँडो निर्माण गर्दछ, आकार दिँदछ, भाँडोलाई सुन्दर बनाउने प्रयत्न गर्दछ, त्योभन्दा पनि असल कुमारी तपाईँ येशू ख्रीष्ट हुनुहुन्छ। सासुले तपाईँले नै मेरा भित्रका अङ्ग र प्रत्यङ्ग बनाउनु भयो। तपाईँले नै मलाई मेरी आमाको गर्भमा रच्नु भयो। म तपाईँको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाएको छु। तपाईँका कार्यहरू अद्भुत छन् र त्यो कुरा म पूर्ण रूपले जान्दछु। सासुले हामी तपाईँको प्रशंसा गर्छौँ, किनकि तपाईँले हामीलाई सृष्टिको उत्तम सृष्टिमा मानव जातिको रूपमा बनाउनु भएको छ। तपाईँले नै हामीलाई आफ्नै स्वरूपमा आफ्नै प्रतिरूपमा हामीलाई बनाउनु भएको छ। हाम्रो निम्ति अमूल्य रगत बगाउनु भएको छ र हामीलाई अनन्तको जीवन दिनुभएको छ। हामी तपाईँलाई हृदयदेखि नै धन्यवाद गर्दछौँ। जीवनको एउटै मात्र उद्देश्य भनेको तपाईँ परमप्रभु परमेश्वरलाई खुसी र प्रसन्न तुल्याउनु हो। हाम्रो आराधनाद्वारा तपाईँ उचालिनुहोस्। सबै आदर, महिमा, इज्जत तपाईँ परमप्रभुलाई नै दिँदछौँ। येशू ख्रीष्टको नाममा आमेन। आउनुहोस्, आज हामी उत्पत्ति 2:18-25 विवाह सम्बन्धी परमेश्वरको इच्छा र विवाहित दाम्पत्यको उहाँको लक्ष्य उद्देश्यहरू के छ भन्ने कुराहरू हामी हेर्नेछौँ। यहाँ यसरी लेखिएको छ, उत्पत्ति 2:18-25 फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने के बनाउने छु, एउटा सहयोगी बनाउने छु। परमेश्वरले चाहिँ सबैलाई एउटा एउटा मात्र जोडी बनाउनु भएको। त्यो जसले बढी बनाउँछ त्यो चाहिँ बाइबल विपरीत हो,
है यसलाई बाइबलले मान्यता दिँदैन। परमप्रभुले सबै वन पशु र आकाशका सबै पन्छीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के नाउँ राख्दो रहेछ भने हेर्न तिनीहरूलाई मानिस कहाँ ल्याउनु भयो र मानिसले हरेक प्राणीलाई जे नाउँ दिए त्यही नै त्यसको नाउँ भयो। अनि मानिसले नै सबै पालिने पशु आकाशका पन्छी र सबै वन पशुहरूको नाउँ राखे। तर भनेपछि अगाडि कुरा अलिकता परसर। तर आदमको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाएन। यसै कारण परम प्रभु परमेश्वरले मानिसलाई के गर्नुभयो? मस्त निन्द्रामा पार्नुभयो र तिनी निराएको बेलामा तिनका करङहरू मध्ये एउटा करङ निकालेर त्यसको ठाउँमा मासु भरिदिनु हो। अनि आदमलाई हेर्नुभयो जसलाई उहाँले आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको थियो। तिनी त के थियो? एक्लै थियो। तिनको कुनै सुहाउँदो साथी थिएन र यो कुरा परमेश्वरले महसुस गर्नुभयो र भन्नुभयो अनि मानिस एक्लो रहन असल छैन। तर कति मानिसहरूले चाहिँ विभिन्न परिस्थिति कारणले गर्दा विवाह गर्दैन हैन। अनि कुनै चाहिँ परमेश्वरको सेवाका लागि कोही नपुसक हुन्छ नि। त्यही भएर भन्ने कुरा हामी परमेश्वरको वचनमा पाउँछौँ। तर परमेश्वरले जसलाई है सृष्टि गर्नुभएको छ अनि कोही कसैलाई जोडीको अभाव हुँदैन भनेर यहाँ परमेश्वरको वचनमा लेखिएको छ। यसकारण है कतिजना विवाह नगरिकन बसिरहनु भएको छ होइन। विवाह गर्ने मनै छैन भने पनि चिन्ता नगर्नु, डोन्ट वरी होइन। कसैले तपाईँलाई बुढो भयो त किन बिहे नगरेर भने चिन्ता नगर्नु। त्यो परमेश्वरको योजना हुनसक्छ, परमेश्वरको इच्छा हुनसक्छ। असल जोडी भनेर श्रीमान श्रीमती बनेर प्रभुमा अघि बढ्नको लागि र यो अहिले सम्पन्न हुन राखेको तपाईँहरूको विवाह कार्यक्रम सुसम्पन्नको लागि हार्दिक बधाई र शुभकामना व्यक्त गर्दै अनि परमेश्वरको वचनलाई म यहाँ गर्न चाहन्छु। हस्, धन्यवाद। जय मसीह। आदरणीय गुरुवालाई विवाहको विधि विवाहको करारको निम्ति म यहाँ उहाँलाई अनुरोध गर्न चाहन्छु। उहाँलाई हामी ताली बजाएर उहाँलाई स्वागत गर्नेछौँ। करारभन्दा पहिलो प्रथम चाहिँ म हाम्रो बिचमा समाजमा हाम्रो दुईजना विस्तारहरू उपस्थित छौँ। म पहिलो प्रथम चाहिँ म सुशील बाबुको कसैको विरोध छ कि कसैको दबाब छ कि तपाईँहरूलाई कसैलाई छ भने भन्नु सक्नुहुन्छ? छैन। हाम्रो छोरी मालीको कोही विरोध छ? ठिक छ। हाम्रो उहाँहरू एकदमै खुसी एकदमै स्वतन्त्र भएको हामी देख्यौँ। त्यसको कारण परमेश्वरले उहाँ दिएको निम्ति हामी परमेश्वरले उहाँ दिएर आशीष दिनुहोस्। धन्यवाद। अब हामी मनिलले हामीलाई केही कुराहरू हामी सोधिहाल्यौँ, केही कुरा छैन भन्ने बारेमा हामी थाहा पायौँ। आज हाम्रो बिचमा सुशील बाबु धेरै समयदेखिको पर्खाइमा धेरै समयदेखिको प्रार्थनामा आज उपस्थित छौँ। त्यसै कारण चाहिँ पहिलो प्रथम हावाभन्दा को बनाउनु भयो? पहिला आदम बनाउनु भयो। अब हामी कार्यक्रम पनि सुरु चाहिँ आदमबाटै हामी सुरु हुनेछौँ। त्यसै कारण चाहिँ विवाह कहिले पनि कसैको कागमै हुँदैन। सबै कुरा चाहिँ खुसी राशि इज्जतले हुन्छ है। त्यस कारण चाहिँ आज हाम्रो बिचमा हाम्रो सुशील बाबु, हाम्रो छोरी मालती, उहाँ दुईजना पनि गाह्रो छैन होला मन लाग्छ है, खुसी नै होला जस्तो लाग्छ। यसै पहिलो प्रथम म सुशील बाबुलाई म केही कुराहरू सुन्न चाहन्छु। मुखबाट एउटा स्वरबाट तपाईँहरूले सबैले सुन्नुपर्छ। त्यस कारण म सुशील बाबुलाई म समय दिन चाहन्छु। उहाँ कुनै कार्यक्रम छ कि आफ्नो सोच इच्छाले खुसीले है म उहाँबाट सुन्न चाहन्छु। धन्यवाद। सबैजना सुन्नुभयो? के अरे
आफ्नो धन्यवाद। हाम्रो सुशील बाबुले म आफ्नो खुसीले यहाँ आजको पब्लिक विवाहसम्म गइरहेको छ भनेर उहाँले भन्नुभएको छ। त्यो साथसाथ उहाँको बुवा पनि हुनुहुन्छ, भर्खर हुनुहुन्छ, उहाँलाई पनि म केही एउटा अनुरोध गर्न चाहन्छु। एक वचन उहाँ खुसी छैन, खुसी हुनुहुन्छ? ल धन्यवाद। अनि छोरी हाम्रो मालदीलाई सोध्न चाहन्छु। मालदीलाई माइक दिनु होला। कसैको बिहे कारण पनि हुँदैन, एकदमै खुसी र राशि र सुइसरी हुन्छ। त्यो चाहिँ उहाँबाट हामी सुनेछौँ। ल ल सबैले सुनेको छैन? आज उहाँहरू दुईजना एकदमै खुसी भएको हामी देख्यौँ। अनि छोरीले उहाँले धुनै सुन्नुभयो, म आफ्नो खुसी राशिले म यहाँ बिदाउन गइरहेको छु भनेर उहाँले आफ्नै मुखबाट बोल्नुभएको छ। बुवालाई पनि एक वचन म अनुरोध गर्न चाहन्छु। उहाँले पनि खुसी छैन? धन्यवाद। उहाँले पनि सिकाउनु भएको छ है, खुसी छु भन्नुभएको छ। त्यो साथसाथ अर्को पनि म उहाँ मालदीको मम्मीलाई पनि के सोध्नु पर्दैन। मलाई 9 महिनासम्म पेट बोक्यो, ठुलो भयो, मलाई एक वचन नसोधिकन हिँड्यो भन्ला होइन। म उहाँको मम्मीलाई पनि सोध्छु है। ल एक वचन अब खुसी छैन? ल उहाँहरूले दुई परिवार चाहिँ एकदमै खुसी त्यहाँ देखियो। प्रभुलाई उहाँ परिवार दुईजना आशिष दिनुहोस्। म बाँकी समय फेरि अगाडि बढ्छु एकतर्फ। अब कन्यादानको बारेमा म अगाडि ल्याउन चाहन्छु। कन्यादान हाम्रो मालदीको बुबाले, उहाँको मम्मीले, उहाँको आफन्त दाजुभाइले कोही हुनुहुन्छ, एकजनाले आफ्नो छोरीको हात आजको चैराजको हातमा सुनिन निम्ति म अनुरोध गर्न चाहन्छु। उहाँ बुवा आउँदै हुनुहुन्छ। यसो खडा भएर म बुवालाई म आफ्नो छोरीको हात चैराजको हातमा आजको दिनबाट सुनेको निम्ति म अनुरोध गर्न चाहन्छु। म तिम्रो निम्ति कहिले देख्ने छैन भनेर चाहिँ आज सुशील बाबुले कडा आज्ञा दिनुहुन्छ। त्यस पछाडि हाम्रो छोरी मालदीले पनि म तिम्रो निम्ति जान्दिन तयार छु भन्छ। अनि आज म पालै चाहिँ आफ्नो यो परमेश्वरको वचन पढेर उहाँहरूले करार मानिन्छ। हाम्रो निम्ति जे करार मान्नुहुन्छ यो गएर उहाँले बोल्नुहुनेछ। पहिलो नम्बर कहिले पढ्ने रे? म सुशील पाखे दुलाको नामले तिमी मालती लोप्चन दुलाईको नामलाई विवाहित पत्नीको रूपमा स्वीकार गर्छु। आजको दिनदेखि असल र खराबमा, धनी या गरिबमा, निरोगी या बिरामी अवस्थामा, मृत्युले अलग नगरिन्सम्म म तिमीलाई साथ दिइरहनेछु, प्रेम र वास्ता गरिरहनेछु भनी परमेश्वरको पवित्र विधि अनुसार तिमीसँग म यो प्रतिज्ञा गर्दछु। आमेन। म मालती तामाङले तपाईँ सुशील पाखिनलाई विवाहिता पतिको रूपमा स्वीकार गर्दछु। आजको दिनदेखि उसो असल या खराबमा, धनी या गरिबीमा, निरोगी या बिरामी अवस्थामा, मृत्युले अलग नगरेसम्म म तिमीलाई साथ दिइरहन्छु, प्रेम र वास्ता गरिरहन्छु भनी परमेश्वरको पवित्र विधि अनुसार तिमीसँग म यो प्रतिज्ञा गर्दछु। धन्यवाद येशू ख्रीष्टको नाममा छ। धन्यवाद। म पहिलो प्रथम चाहिँ म सुशील बाबु हो।
तिर म अगाडि बढ्दैछु। हेलो भाइ, यो के हो? यो औँठी ल खोलेर हेर है। यो औँठी जस्तो यो गोलो छ, यो जस्तो एउटा चकिलो छ। यो चकिलोको अर्थ के दिन्छ? उहाँहरूको जीवनमा सधैँभरि यसरी नै चम्किरहोस् भनेर चाहिँ यो दिन्छ। अनि गोलोको चिन्ह चाहिँ प्रेम कहिल्यै नसकियोस्, सधैँभरि प्रभुको बन्धनभित्र रहेर प्रभुको अनुग्रहद्वारा आशीष होस् भनेर यो गोलोको एउटा संकेत दिन्छ है। म यो चाहिँ म अहिले सुशील बाबुलाई दिन चाहन्छु। उहाँले आफ्नो सहयोगीलाई लगाउनु हुनेछ। अर्को पनि म खोल्न चाहन्छु। यहाँ पनि एउटा निस्किएको छ है। यो पनि हाम्रो सुशील बाबुले उहाँको सहयोगको निम्ति परमेश्वरको वचनद्वारा एउटा प्रेमको माया एउटा चिन्ह ल्याउनु भएको छ। म उहाँलाई दिन चाहन्छु। अनि अहिले ठुलो भाँडा खोल्न गइरहेको छ है। सबै देख्नुभयो? ल, हामी प्रभुलाई धन्यवाद दिइसकेको छ। अब हाम्रो सुशील बाबुले फटाफटा चाहिँ लगाउनुहुनेछ। अब खोलो भाइ। यो के हो रे? औँठी। हाम्रो छोरीले आफ्नो मुनिलाई निम्ति दुःख गरेर भए पनि उहाँको लागि उहाँले बनाइल्याउनु भएको छ। म मार्गेश्वरले दिन चाहन्छु। उहाँले अरू दिदीलाई बाबुले आफ्नो आँखा सफा गरेर हुनेवालाको अनुहार एकदम राम्रोसँग हेरौँ है। यो गएको छ कि परमेश्वरको वचनले नदिएसम्म उहाँहरूको अधिकार। त्यस कारण यस समय म उहाँ दुईजनाको बिचमा साइनो म जोड्न जाँदैछु। अनि आजको दिनबाट उहाँ दुईजनालाई यसरी लेखेको छ। उहाँले जीवनमा एकचोटि प्रतिज्ञा गरिसके पछाडि, विवाह भइसकेको पछाडि एकले अरूलाई बोलाउने नाता चाहिँ के हो अरे? श्रीमान श्रीमती भन्नु पाउँछ। त्यस कारण चाहिँ आजको दिनबाट उहाँ दुईजनालाई म श्रीमान श्रीमती भन्ने घोषणा गर्दछु। विवाह पवित्र विवाह सम्मत हुन गएको छ। म सबै हाम्रो गुरुजनहरू हाम्रो यो मासतिर हुनुहुन्छ। म हजुरहरूलाई अगाडि मन्दिरमा राख्न चाहन्छु। उहाँ दुईजनाको जीवनको लागि, विवाहको लागि, यात्राको लागि प्रभुले प्रशस्त आशीषको निम्ति
म गुरुजनलाई म अगाडि म ल्याउन चाहन्छु हामी सबैजना मिलेर प्रार्थना गरिन्छौँ माथिल्लो माथि प्रार्थना गर्छौँ आजको दिनको पवित्र विवाहमा तपाईँ परमेश्वरको यात्रा सबैलाई लागि सबैको छोराछोरीको जीवनमा तपाईँ परमेश्वरले तपाईँको स्वर्गीय आत्मा स्वर्गीय शक्ति दिएर तपाईँ परमेश्वरको प्रभुले तपाईँलाई तपाईँको नाममा महिमा दिएको नसके प्रेम तपाईँलाई छोराछोरीले राखिदिनुहोस् उहाँ टिचरको सामना सधैँ परमेश्वर हाम्रो रक्षा गर्नुहोस् बाधा ल्याउने परमेश्वर हाम्रो शक्ति हटेर जीव परमेश्वरको आत्माको छोराछोरीमध्ये पठाइदिनुहोस् म तपाईँलाई यो बिन्ती प्रार्थना गर्न चाहँदछु धन्यवाद तपाईँलाई म के त्याउने हृदयबाट चलेका धन्यवादको प्रार्थना तपाईँ परमेश्वर स्वीकार गर्नु बिन्ती चलाउँछु येशू ख्रीष्टको नाममा
प्रभु वर्षाऊ आज आशिषको झरी आज आशिषको झरी दुईको जीवनभरि दुईको जीवनभरि वर्षाऊ प्रभु वर्षाऊ वर्षाऊ प्रभु वर्षाऊ आज आशिषको झरी आज आशिषको झरी Israel दुई आत्मालाई वन्दन देऊ जीवनलाई बियो बलिरहोस् विश्वासको Israel दुई आत्मालाई वन्दन देऊ जीवनलाई बियो बलिरहोस् विश्वासको वर्षाऊ प्रभु वर्षाऊ वर्षाऊ प्रभु वर्षाऊ आज आशिषको झरी आज आशिषको झरी दुईको जीवनभरि दुईको जीवनभरि वर्षाऊ प्रभु वर्षाऊ वर्षाऊ प्रभु वर्षाऊ आज आशिषको झरी आज आशिषको झरी तेरी रचना की खुशबू से महकेगा सब दुख सुख मेरे बनी रहेगी चेहरे पर मुस्कान जीवन भर हम बनी रहेंगे एक दिन एक जान दुख सुख में भी बनी रहेगी चेहरे पर मुस्कान एक दूसरे पर करना जैसे ईश्वर पर विश्वास
एक दूजे की इज्जत करनी, यीशु का फरमान। यीशु ने जो बरकत दी है रखना उसका मान। एक दूजे की इज्जत करनी, यीशु का फरमान। यीशु ने जो बरकत दी है रखना उसका मान। पहले जो अलग अलग थे अब जुड़े दिलों के तार। दो दिल दो परिवार, तेरी मेहनत से जुड़े दो दिल दो परिवार। रखूंगी मैं प्यार तुझसे, सदा रहूंगी साथ। ना होंगे फिर जुदा हम, जो भी हो हालात। रखूंगा मैं प्यार तुझसे, सदा रहूंगा साथ। ना होंगे फिर जुदा हम, जो भी हो हालात। उसके वचनों पे चलना, ना कहेंगे हम इनकार। दो दिल दो परिवार, तेरी मेहनत से जुड़े दो दिल दो जमाना बिरानो छ, कुनै यहाँ आफ्नो छ। कसरी बढौँ अगाडि। आफ्नो सधैँ हिँड्नलाई तिमीसँगै। तिमी लड्दा म दिनेछु हात, तिमी रुँदा म दिनेछु काँध। ईश्वरको मलाई सुन्दर उपहार हौ तिमी। खेल्ने चल्ने होला जीवन गाडी। मित्रताको मिठो मिठो सवारी। मेरो हात सुमा, म तिम्रो साथमा छु। घटौँला यात्रा यो
तिमीलाई जुटाइदिनु हो मलाई जीवन बाँड्नलाई हो मलाई जीवन तिम्रो वास्ता गरिरहन्छु तिमी प्रतिका मेरा ती बाछाहरू म पुरा गर्नेछु तिमीलाई साथ दिइरहन्छु आफूलाई चाहिँ प्रेम गरिरहन्छु मृत्युले नै अलग नगरेसम्म तिमीसँगै हिँड्नेछु सबैलाई जय मसी हालेलुया प्रभुलाई धन्यवाद हामी सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिन चाहन्छु आजको यो अति नै आशिषमय यो पवित्र विवाहको सेवामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा यो सेवाको निम्ति प्रार्थना गरिदिनु हुने सम्पूर्ण पास्टर अगुवाजनहरू मण्डली परिवारहरू आफन्त परिवारहरू सबैलाई हाम्रो परिवारको तर्फबाट एज अ मण्डलीको तर्फबाट हामी तपाईँहरू सबैलाई विशेष धन्यवाद भन्न चाहन्छौँ। लामो समयदेखि हामी प्रार्थनाको प्रत्युत्तरमा थियौँ। लगभग हामी 4 वर्ष अगाडिदेखि नै हामी यो दिनको लागि प्रार्थना गरिरहेका थियौँ, तर परमेश्वरले सबै कुरो जुटाउनु भयो, सबै कुरामा हामीलाई सहायता गर्नुभयो, सहजता गराइदिनु भयो। सबै कुराको श्रेय हामी परमेश्वरलाई नै दिन्छौँ। सबै कुराको लागि धन्यवाद, परमेश्वरको महिमा भएको होस् र सबैलाई हामी धन्यवाद भन्न चाहन्छौँ। कति आमा दिदीबहिनीहरूले उपवाससहित प्रार्थना गरिदिनु भयो अनि पास्टर अगुवाजनहरूले विभिन्न विषयहरू राखेर मण्डलीमा घरेलु सङ्गतिहरूमा प्रार्थना गरिदिनु भयो। सबै मण्डलीलाई हामी धन्यवाद भन्न चाहन्छौँ। साथै हाम्रो दुवै परिवारलाई विशेष धन्यवाद छ। सञ्चालन हुँदै गर्दा समापन हुँदै गर्दा प्रार्थनामा सबै कुरामा हामीलाई सहायता गर्नुहुने सम्पूर्ण पास्टर अगुवाजनहरू, परिवारहरू, इष्टमित्र, छरछिमेकीहरू र आफन्त परिवारहरू विभिन्न कतिजना काठमाडौँ, धादिङ, पोखरा हुँदै इन्डियादेखि पनि आउनुभएको छ। सबै इष्टमित्रहरूलाई, छरछिमेकीहरूलाई यो न्यानो मायाको लागि विशेष धन्यवाद भन्न चाहन्छौँ। र अन्तमा जुन जति कुराको जिम्मेवारी पाउनुभएको छ सबैभन्दा ठुलो कुरो चाहिँ छोरी ज्वाइँलाई इमान्दारितामा रहनको निम्ति म अनुरोध गर्न चाहन्छु। जति कुराको जिम्मा पाउनु भएको छ त्यसमा इमान्दारी भयो भने, थोरै कुरामा इमान्दारी भयो भने परमेश्वरले धेरै कुराको जिम्मा दिन चाहनुहुन्छ। त्यस कारण परमेश्वरले यो परिवारलाई बढ्दै फुल्दै वृद्धि हुँदै परमेश्वरको इच्छा अनुसारको प्रभुलाई महिमा दिने परिवार बनाउनु भएको होस्। सबैलाई धन्यवाद दिँदै फेरि पनि अन्तमा सबैलाई जय मसी। हाम्रो अगाडि फलफुल छ, केक छ, परमेश्वरको वचनद्वारा उहाँ भित्रको निम्ति हामी एउटा केक काट्नेछौँ। Somehow
दिनको समयमा विवाहको लागि मन्जुर हुनेछ। ताली बजाउनुहोस् ताली। यो केक एकदम मिठो छ, स्वादिलो छ, विभिन्न प्रकारको एकदम मिठो स्वाद यो केक बनेको छ। उहाँहरूको दाम्पत्य जीवन पनि एकदम मिठो होस्, यो केक जस्तै जिन्दगीभरि खानुहोस्, समस्या नहोस्। अलि धेरै खानु अलि टन्नै खानुहोस् है, खुवाउने हो खाने हो। त्यो थोरै भयो, अझै ठुलो काटेर ठुलो खुवाउने हो। माया प्रेम बढ्छ रे। र अब साथै हामीलाई हाम्रो माझमा दुवैजना जोडीलाई चाहिँ करार बाँध्नु भएर उहाँहरूको सम्बन्धलाई अझै नजिकता बनाउनुपर्छ भन्ने का लागि उहाँले करार बाँध्नु भएर उहाँले सहायता गर्नुभएको छ। आदरणीय पास्टर बुद्ध लामाज्यूलाई पनि म स्टेजमा आमन्त्रणा गर्न चाहन्छु। उहाँलाई तालीले स्वागत गर्न चाहन्छु। ताली बजाउने छ। मण्डलीका आदरणीय गुरुआमा अनन्त मण्डलीका गुरुआमा हुनुहुन्छ आदरणीय धनमाया गुरुआमालाई पनि म स्टेजमा चाहिँ आमन्त्रणा गर्न चाहन्छु। ताली बजाउँदैछौँ। भाइ पनि अगाडि आइदिनु अनुरोध गर्न चाहन्छु। मम्मीलाई पनि आइदिनु धन्यवाद। नानी सुनिता धन्यवाद सबैलाई। नमस्ते। छोरी विदाई गर्दै गर्दा एकदमै खुसी र आनन्दित छु। साथसाथै अलि दुःख पनि लागिरहेको छ। हिजोसम्म मसँगै रहेको छोरीलाई आजबाट ज्वाइँको हातमा चाहिँ जिम्मेवारी दिएर चाहिँ छोरी मैले बुवाले गर्नुपर्ने एउटा प्यारेन्ट्सले गर्नुपर्ने कर्तव्य मैले निभाएको जस्तो मलाई महसुस भएको छ। त्यसकारण म एकदम खुसी छु। उनी एकदमै अनुशासित छिन्, तर पढाइमा सबै कुरामा एक्सलेन्ट छिन्। तर ऊ चाहिँ कहिलेकाहीँ उसको स्वभाव चाहिँ कसैले अलिकति हार्ड कुराहरू गर्दाखेरि चाहिँ ऊ तुरुन्तै रोइदिने चाहिँ उनको त्यो कमजोरीपन जस्तो लाग्छ मलाई। त्यो छोरी ज्वाइँलाई
छोरीलाई मेरो छोरीलाई एकदमै हार्दिक शुभकामना छ। मेरो छोरी मालतीलाई र ज्वाइँ बाबुलाई एकदमै धन्यवाद दिन चाहन्छु। छोरी मालती, तिमीलाई म आज एउटा बुवाको हैसियतले अर्थात् नाताले चाहिँ म छोरी मालती तिमीलाई के भन्न चाहन्छु भने तिमी आज 21 वर्षमा मसँग रह्यौ, मेरो परिवारसँग हामी सँगै बस्यौँ, हुर्क्यौ बढ्यौ। आजबाट तिमी एउटा नयाँ घर अर्थात् ज्वाइँ राजाको घरमा जाँदैछौ, नयाँ परिवारमा, नयाँ परिवेशमा, नयाँ वातावरणमा जाँदैछौ। तिमी चाहिँ अनुशासित, इमान्दारी भएर, मान्छेको सबैभन्दा पहिलो परिचय नै अनुशासन हो। अनुशासन भएको कारणले गर्दा, मान्छेको परिचय नै अनुशासन भएको कारणले गर्दा अनुशासित भएर इमान्दारीको साथ प्रभुको डर र भयमा, प्रेममा जिएर एउटा संसार सामु र प्रभुको अगाडि आशिषमय परिवार बन्न सकोस्। मेरो शुभकामना तिमीलाई यो छ छोरी। उसको स्वभाव चाहिँ कस्तो छ भने सानो बच्चाको जस्तो छ, एकदम राम्रो छ, असल छ, ज्ञानी छ। मेरो पहिलो छोरी हो, जेठी छोरी हो। सानैदेखि एकदमै ज्ञानी छ, बुवा आमाले भनेको मान्छ। अब जन्मायो, हुर्कायो, बढायो। अब मैले उसलाई आफ्नै खुट्टामा उभिने बनाएको छु। अब घर गरेर खानु, राम्रोसँग घर गरेर खानु, सधैँभरि परिवारसँग राम्रोसँग मिलेर बस्ने, एकअर्कालाई आदर गरेर बस्नु पर्यो। हेलो दिदी मालती। हामी अब दिदी बहिनी भएपछि झगडा त अलिअलि त परि नै हाल्छ नि। एकछिनमै झगडा पर्ने, एकछिनमै मिलिहाल्छ। दुईजनामा हामी अब दिदी र मेरोमा चाहिँ हामी 2 वर्षको मात्रै ग्याप हो। हामी चाहिँ 2 वर्षको मात्रै ग्याप हो, एकदमै सँगसँगै गऱ्यो। पछि चाहिँ बहिनी आएको हो। त्यो हेर्दाखेरि चाहिँ दुवैजनै घुलमिल छौँ। दुवैजनालाई गर्छ। दिदीसँग कुनै खाले स्पेसल मेमोरी केही छ आजको दिनमा सम्झिनको लागि? मेरो लागि चाहिँ स्पेसल भन्नुपर्दा चाहिँ म चाहिँ अहिलेसम्म चाहिँ हुँदाखेरि चाहिँ म सधैँ सुत्ने दिदीसँग नै हो। अब आजबाट चाहिँ दिदीबाट छुट्टिने भयो, त्यही हो। मेरो त त्यही झगडा गर्ने, त्यही हो। अब दिदी बिदाइ गर्दै हुनुहुन्छ हैन, राम्रोसँग बस्ने। मेकअप बिग्रिन्छ है, मेकअप बिग्रिन्छ, फेरि मेकअप बिग्रिन्छ। झन् दिदी घर जाने नि घरिघरि। यो त उतै बस्छ, झन् दिदीसँग बस्ने भने भएछ मेरो नानीलाई। हजुर म त एकदमै धेरै खुसी छु। अब उहाँहरू 4 वर्ष प्रार्थना लगायत एकदमै धेरै कुराको एकदम सक्सेस भएको 4 वर्ष पश्चात। अनि यसको लागि धेरै प्रार्थनाको साथसाथै धेरै सङ्घर्ष पनि गरियो। एकदम धेरै खुसी छु यो मोमेन्टमा, आजको यो म्यारिज सेरेमनीमा एकदम धेरै खुसी छु। अब मेरो दिदीलाई के भन्न चाहन्छु भन्दाखेरि परमेश्वरको अनुग्रहमा सधैँ यसरी नै बढ्नु, हाँस्दै खुसी हुँदै, त्यही हो। कस्तो फिल भइरहेछ आज वेडिङ डेमा? एकदमै राम्रो पनि फिल भयो। दुइटै फिल भइरहेछ, राम्रो नराम्रो। एकदम राम्रो के कारणले, नराम्रो के कारण? राम्रो त अब आफ्नो जीवनमा यत्रो वर्षदेखि वेट गरेको प्रार्थनाको उत्तर पाउँदा एकदमै खुसी पनि लागेछ। दुःख चाहिँ आफ्नो परिवारलाई छोडेर जानु पऱ्यो, त्यसको लागि दुःखी पनि भएको छु। दुइटै बोल। सुशील आज वर्ष कस्तो खाले व्यक्ति हुनुहुन्छ? एकदमै गुड हुनुहुन्छ,
सबैलाई बुझ्नुहुने एकदमै गुड पर्सन हुनुहुन्छ। सबैलाई वास्ता गर्नुहुने मतलब सबैको केयर गर्नुहुने, सबैको कुरा बुझ्नुहुने। म उहाँको श्रीमती आजदेखि चाहिँ उहाँको श्रीमती भइसकेपछि चाहिँ अब उहाँको हरेक दुःख सुखमा साथ दिनेछु। उहाँको कमी कमजोरीहरूलाई अझै त्यो कमी कमजोरीहरूलाई नदेखाइकन म आफैले त्यो कमी कमजोरीमा साथ दिएर पुरा गर्नेछु। बाबा मम्मी भाइ सबैलाई त सधैँभरि सम्झिन्छु। बाबा मम्मीहरूलाई त यत्रो दिनसम्म हुर्काएर बढाउनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि धेरै धेरै माया दिने। फर्स्टहरू त एकदम एक्साइटेड पनि छु अनि आफ्टर सो लङ टाइम होइन हामी भेटियो, किनकि यो लङ डिस्टेन्स रिलेसनसिप थियो। पहिला हामी रिलेसनमा बसेको अराउन्ड 6 to 7 इयर भइसक्यो, तर अरू चाहिँ आएको पर्दा पछाडि थियो, पर्दा अगाडि चाहिँ अराउन्ड 4 इयर्स भन्नु भयो अघि भर्खरै। तर एकदम म ह्याप्पी नै छु अनि जति पनि म आज विवाहमा उपस्थित हुनुभयो यहाँ दुलहाको साइडदेखि र दुलहीको साइडदेखि सबैजनामा मेरो नम्र निवेदन र मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु अनि हजुरहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। यस मेरो श्रीमती। हजुर अलिक छुच्ची टाइपको छ होइन। अनि त्यसपछि अलिक बढी केयर गर्नुहुन्छ मलाई चाहिँ, त्यो चाहिँ मेरो भन्नाले सबैभन्दा प्लस पोइन्ट चाहिँ त्यो। म कतै जानु पऱ्यो भने उसलाई इन्फर्म नगरिकन गयो भने मैले गाली खायो भन्ने सम्झे हुन्छ, सबै कुरा चाहिँ उसलाई इन्फर्म गर्नुपर्ने हुन्छ सबै कुरा। अब त्यो चाहिँ एकदम मलाई त्यो कुराले चाहिँ मन छुन्छ। हजुर म मेरो तर्फबाट मेरो श्रीमतीलाई चाहिँ म लोयल्टी हुन्छु मेरो श्रीमतीप्रति अनि उसको अपुग अर्थात् अपुगमा होस् अरू जेसुकै घटी कमीमा होस्, म मेरो सकेसम्म मेरो शरीरले मेरो धन सम्पत्तिले सबै कुराले चाहिँ म उसलाई भरिपूर्ण गर्न चाहन्छु, उसलाई सन्तुष्टि बनाउन चाहन्छु। मेरो तर्फबाट सकेसम्म मेरो कोसिस यो जारी रहनेछ मेरो जीवनको अन्तिम क्षणसम्म। धन्यवाद आफ्ना स्वर्गमा भएको लागि सारा समितिका लागि धन्यवाद दिन्छु। आजको तपाईँ परमेश्वरले हामीलाई आशीर्वाद गर्नुहुने तपाईँ आशीष दिनुहुने परमेश्वर तपाईँ विशेष हामी धेरै लामो समयको प्रार्थनाको परमेश्वरले तपाईँले संस्कृति पूरा गर्नुभयो, उहाँको दिनुभयो परिवार स्थापना तपाईँ परमेश्वरले दिनुभयो विशेष आज प्रभु तपाईँलाई धन्यवाद। 2 महिना भइसकेका छन्, एउटै परिवार आशिषको परिवार पर्ने दबाईको साक्षीको परिवार भएको आज सँगै रहेर प्रभु यो परिवार अगाडि बढ्नेछ। तपाईँलाई धन्यवाद दिने असल परिवार हराबडा दिने मण्डली प्रभु आज हरेक परिस्थितिमा प्रभु प्रेम र एकताका साथ इमानदारीको साथ अनुशासित भएर प्रभु आस्तीमा सही आशा सहायता परिवार इष्टमित्र सबैको सेवा यो परिवार मण्डलीबाट गर्दै हुनुहुन्छ। सुरक्षाका हातमा फेरि पनि तपाईँको परमेश्वरको मार्गमा यात्रामा धन्यवाद हाम्रा जीवन परमेश्वरलाई धेरै समयदेखिको प्राप्तको उद्देश्य आज पुरो भएको लागि तपाईँलाई धेरै धन्यवाद। आजको दिन प्रेम सम्बन्ध विवाहलाई सफलता पानीको धन्यवाद। आजको दिनबाट तपाईँको छोरी नयाँ घरमा तपाईँ प्रभुले उहाँलाई हुनुहुन्छ
नयाँ गाउँमा तपाईँ छोरी जाँदै हुनुहुन्छ, नयाँ सेवा ठाउँमा जाँदै हुनुहुन्छ। तपाईँको छोरी जहाँ जान्छ त्यहाँ परमेश्वरको नाउँ महिमा भएको होस्, आशिष भएको होस्, प्रगति भएको होस्। तपाईँको छोरीको ओठमा तपाईँ परमेश्वर अनुरोधद्वारा सारा मानिसहरूले सुनाउने एउटा ज्ञान आत्मशक्ति दिनुहोस्। प्रभुजी म तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँ बिना हामी केही गर्न सक्दैनौँ, हामी तपाईँ परमेश्वरमा समर्पण गर्न चाहन्छौँ। प्रभुले तपाईँ सारा छोरीको जीवनमा जीवनभर भरिने तपाईँ परमेश्वरको आवश्यकता छ, तपाईँ आफैलाई पर्नुहोस्। तपाईँलाई धन्यवाद। आजको सेवा हामी यही नै समाप्त भएर यहाँबाट हामी छुट्दैछौँ। बाटो घाटामा तपाईँ हुनुहोस्, तपाईँ सबैको तपाईँलाई रक्षा गर्नुहोस्। म बिन्ती प्रार्थना गर्दै आशी माग्न चाहन्छु येशू ख्रीष्टको नाममा। भाइ समातिर चाहिँ यता समाउनु उता रेडी भयो अङ्कल। अब आज चाहिँ पेरेन्ट अब लाने भयो घर के भन्नु त अब के भन्नु। धन्यवाद ससुराबा ससुरामालाई, अनि त्यसपछि चर्च फ्यामिली सम्पूर्णलाई धेरै धेरै धन्यवाद होइन, किनकि यतिको सम्मान हुर्काइदिनु भयो, पढाइदिनु भयो। जे भए पनि अब यहाँ फेरि अलिकति मोमेन्टै अर्को भयो। होइन होइन दाइ अनि उहाँले अगाडिबाट आउनु भन्ने धन्यवाद।
हामी प्रार्थना गरौँ परमेश्वरले सबै कुरोको लागि धन्यवाद हो अनि हाम्रो नयाँ बुहारीलाई नयाँ घरमा नयाँ समाजमा धेरै आशीर्वाद बधाई पनि भन्न चाहन्छौँ है हामी प्रार्थना गरेर अहिले रिबन काटेर प्रार्थना गर्छौँ सारा स्वर्ग पृथ्वी ब्रह्माण्डका मालिक परमेश्वर तपाईँ धन्यवाद दिनु प्रभुजी तपाईँ परमेश्वर धेरै वर्ष अगाडिदेखि नै तय गर्नुभएको यो दिन प्रभु भाइ सुशील र बहिनी मालतीको बिचको सम्बन्धलाई तपाईँ स्थापित गर्नुभएको छ धन्यवाद तपाईँ प्रभुजी आजको पवित्र विवाहमा तपाईँ परमेश्वर हामीले यहाँ जानदेखि लिएर त्यहाँ विवाहको सबै कार्यक्रमलाई सहायता गर्नुभयो आज एकदमै सुन्दर र असल र एकदमै जोयफुल वेडिङ भयो प्रभुजी तपाईँ धन्यवाद दिन्छ प्रभुजी तपाईँ प्रभु फेरि सबै कुरा सफल गरेर आज तपाईँले यस ठाउँमा ल्याउनु भएको छ प्रभुजी यो समय भाइ सुशीलले बहिनी मालतीलाई आफ्नो घरमा भित्र्याउँदै हुनुहुन्छ हे पवित्र परमेश्वर हामी प्रार्थना गर्छौँ प्रभुजी तपाईँ परमेश्वर यी दुईको जीवनमा प्रशस्त गरी आशीर्वाद दिनुहोस् नयाँ जीवन सुरु गर्दै हुनुहुन्छ प्रभुजी आशीर्वाद दिनुहोस् हामी मालती बहिनीलाई प्रभुजी भाइको घरमा हामी तपाईँ पवित्र आत्माको उपस्थितिमा हामी वेलकम गर्छौँ प्रभुजी तपाईँलाई आशीर्वाद दिनुहोस् विषयमा हामी दुवै जोडीलाई प्रभु यो घरमा प्रवेश गराउन निम्ति तपाईँसँग प्रार्थना मिल्छ आशीर्वाद माग्दछु येशू प्रभुको नाउँमा आमेन बाबे ताऊ नै बाबे ताऊ छोटे ल्यायो भन न भन कान्छा भन अब दौड त्यहाँ दौड ताइले भौली ल्यायो भन्दा यता हेरौँ न एकदम शुभकामना छ दाम्पत्य जीवन राम्रो खुसीमय होस् राम्रो होस् फलोस् फुलोस् जस्तो खोजेको त्यस्तै बुहारी पाएँ होइन छोरोले रोजेको बुहारीहरू चाहिँ हामीले नै भन्न सक्दिनँ उनीहरू राम्रै छ त्यही भन्न चाहन्छु एकदमै खुसी छ किनभने अब छोरछोरीको खुसी नै हाम्रो खुसी हो त्यस्तो लाग्छ मलाई आजको दिन चाहिँ एकदम मलाई चाहिँ एकदम खुसी लागेको छ बुहारी पनि एकदमै असल छ अनि छोरा पनि असलै छ आगामी दिनहरू पनि छोराछोरीको अब उनीहरूको दम्पत्ति जीवनहरू एकदमै होइन असल हुन सकेको होस् भन्ने चाहन्छु 3 वर्ष विदेश बसेर आउनुभयो त्यही पनि त्यही छ कि भाइ भाउजू चाहिँ बिर्सिनु भएको छैन त्यो चाहिँ सधैँभरि भएको होस् भन्न चाहन्छु नबिर्सिनु है त्यो डान्स गर्न चाहिँ भाइब चाहिँ एनर्जी चाहिँ दाइसँग चाहिँ प्रशस्तै छ कि यो बिहेको दिन चाहिँ स्पेसल हुन्छ कि अब हरेक कुराहरूमा चाहिँ मेमोरीहरू छ नि त त्यही भएर मेरो ओपिनियनमा चाहिँ के छ भने पहिला जे भयो पनि जसो भयो पनि पहिला हाँसो ठट्टा जति धेरै भयो पनि अब बिहे गरेपछि छुट्टै हुनुपर्छ है हामी भन्ने चाहिँ मेरो हुन्छ होइन हामी एकै नाचमा हुनु हुँदैन भनेर चाहिँ मेरो सुझाव छ एउटा अनि शुभकामना मेरो दाइलाई मेरो रेस्पेक्ट मेरो होइन मेरो हार्डली मेरो मनबाट धेरै माया छ मेरो दाइलाई
मैले जति माया मेरो दाइलाई अरू कसैले गर्दैन होला जस्तो लाग्छ मेरो परिवारमा पनि होइन अनि उहाँले पनि मलाई बहुत धेरै माया गर्नुहुन्छ मैले जे भने उहाँले मलाई पुर्याउनुहुन्छ क्या एक शब्द मैले एक मात्र वर्ड बोल्यो भने उहाँले मलाई दिनुहुन्छ क्या त्यो चाहिँ मलाई एकदम प्राउडफुल छ मेरो दाइकोमा अनि मेरो भाउजूलाई नयाँ भाउजू फर्स्टचोटि चिनेको होइन पहिल्यैबाट चिनेको तर मेरो भाउजूलाई म धेरै माया गर्छु उहाँले पनि मलाई माया गर्नुहुन्छ अनि मेरो दाइको आजको दिनको शुभकामना बेको मेरो दाइलाई मेरो प्यारो दाइलाई मेरो हार्टबाट मेरो माया छ मेरो दाइलाई हस्त धन्यवाद ह्याप्पी म्यारिड लाइफ मेरो